गाउँघर हो साथी हो, के गर्नु। यसरी डोको बोको जङ्गल लाग्यो, घाँस काट्ने भएर जुक्का आएको पनि स्याउ स्याउ लाग्दैन, पर्खा लागिसक्यो हो। क्या मुना फलेछ हेर्नु त, क्या मुना यस्तै जम्मू पनि भन्छ है। लास्टै झरेछ भुइँमा चाहिँ। यो रुखमा फलेको रहेछ कि देख्दैन होला। आमा भुइँ बढी झरे। कसको गाउँतिर कसको ठाउँतिर साथीहरूको फल चाहिँ यसरी भन्नु है। यो यसमा फलेछ क्या। तपाईँलाई जुम गरेर देखाउँछु त, देख्दैन होला यार। केही देख्दो रहेछ। लास्टै फलेको रहेछ कि यसमा चाहिँ। यसपालि चाहिँ जम्मू चाहिँ यस्तो बाँधी टल्क्यो कि त्यही भएर देख्दै रहेँ। तर भुइँमा चाहिँ लास्टै खसेको रहेछ नि त, तर पाकेकै रहेन। काँचे हरियो रातै छ त अमिलो हुन्छ नि। साथीहरू म चाहिँ दाउरा पुग्न जाँदैछु। जङ्गलको बाटो जङ्गल छ। दाउरा लिनु भनेर गएको है जङ्गलमा, काटेर थुपारेको दाउरा। हामी चाहिँ यसरी अब दाउरा यतिखेर बोक्दैछौँ। अस्ति भ्याइएन, कता कुद्दा होइन। अब बर्खा लाग्यो, जब राति बुढी ताती भने जस्तो क्या। जब बर्खा लाग्यो अनि अब यहाँ दाउराको तनाव छ। साला के गर्नु, जिन्दगी यस्तै रहेछ। घाँस दाउरा मेलापात। बाबुबाजेले पनि यसरी जिन्दगी बिताए। हामी छोरा नातिको पालीमा पनि पिलित त मासला। दाउरा बोक, घाँस काट, मेलापात जा, बोनी गर। जराइदेखि चाहिँ यो दुःख गर्नु देखेपछि हाँगा बिङ्गा पात पतिङ्गार सम्मले दुःख गर्नु पर्दो रहेछ क्या। उहिले बाजे बराजुहरू जामा लाउने जाँड ठुकुडोहरू त्यो सरापेर मरेछ कि। तिमीहरूको त्यो 7औं पुस्तासम्म चाहिँ सुख नहोस्, जहिले हामीले यसरी दुःख गर्नु परोस् भनेर मरे जस्तो लाग्छ क्या मलाई। त्योहरू कहिले सुख भएन। यसो घुमिफिरी रुम जटार भने जस्तो जहीँ गए पनि, जसै गरे पनि, जस्तै खाए पनि, जसरी हिँडे पनि 2 दिन। अर्को दिन त टुप्लुक्कै गाउँघरमा आयो। काठले छोड्दैन, दाउराले छोड्दैन, पानी झरी भन्नु पाइँदैन, जुक्का गरी। जङ्गल एक रमाइलो छ है साथीहरू। हाम्रोतिर चाहिँ हरियाली जङ्गल अझै पनि मासिएको छैन है। यस्तो हरियाली जङ्गल देख्नलाई अहिले चाहिँ यही भिडियोमा युट्युबतिरै मात्रै हो, युट्युब फेसबुक मात्रै हो। किनभने वन जङ्गल सकिसक्यो कि अहिले चाहिँ। फाइनली दाउरा आइपुग्यो। दाउराले झार्दैछ, छोपिसक्न आँटेछ। छ चाहिँ धेरै छैन कि, तर यो पनि मुत्तको पहिरो भयो। कहिले पुगिसक्नु, खान अल्छी लाग्दैन काम गर्नु भनेपछि। यस्तो पाराले गरी खानु के खाइएला र हो। अब यति छ, तर झारले के। अब यो त टुसा हान्ने रहेछ, सुक्ला भनेको त पानी आउनु थालेको। अनि ल अब साथीहरू भाइहरू यसरी लाएर राख्नुपर्छ होला हौ घरतिर है। र भिडियो सिडियो बनायो भने चाहिँ साथी हुँदो रहेछ क्या। एक्लै हुँदाखेरि कोही नहुँदाखेरि बोल्दै हिँड्ने कन्टेन्ट पनि भयो, अर्को कुरो साथी पनि भयो क्या आफूलाई। जङ्गल भिजिट माकुरी जुक्का लाग्नु थालेपछि साथी हो। हाम्रोतिर यस्तो जुक्का पो लाग्छ ती, यसरी नाप्छ हाततिर। मासलाई सोध्छ चैतमै जुक्का यार। झर मासा फाइनली भारी पनि लागिसके हो साथी। अब चाहिँ भारी बोकेर लागिन्छ घरतिर। यस्तो भारी लागिन्छ दाउराको बोका। यस्तो छ गरौँ चाहिँ गरौँ यस्तो छ मसल। जुक्का के खाएर आएको माकुरी। गरौँ बो गरौँ। यति दाउरा पनि पानीले भिजेर लास्टै गरौँ पर्छ। ल साथी हो, आइयो दाउरा बोकेर घरतिर। दिनभरि बोक्नु पर्ने यसरी। मरिदिने भयो।
दाउरा बोका यस्तो छ भने जिन्दगी प्रगति गर्ने छ त